हेलो गुड मर्निङ नमस्ते नमस्कार वेलकम टु माई ब्याक टु युट्युब च्यानल ब्लगमा तपाईँहरूलाई स्वागत छ। पहिलो कुरा त अनि मेरो युट्युब च्यानल हेर्दै हुनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सेयरहरू गरिदिनु होला। सुरुमा हेर्दै हुनुहुन्छ भने आज चाहिँ म चाहिँ भाटे फुल्नेर चाहिँ एबिसी टप्पु भन्नेर चाहिँ आएको छु दाल उखाल्न, सुरीको दाल उखाल्न। अनि यहाँको दृश्यहरू चाहिँ कस्तो छ भने चाहिँ यहाँनिर चाहिँ पानीको चाहिँ धेरै सुविधा छ। अनि अहिले हावा पानीहरू यस्तो राम्रो छ, पानीको चाहिँ धेरै सुविधा छ, पानी लाइनहरू। अनि यहाँनिर चाहिँ अब है भनौँ न हरेकको जे रोप्नुहुन्छ त्यही नै फल्छ। अब सुनै पनि रोपे पनि होइन फल्छ, तर पनि सुनकै कुरा चाहिँ नलगौँ। यहाँनिर चाहिँ बोट बिरुवादेखि लिएर होइन सब्जीहरू, यहाँदेखि बन्दाकोपी फुलकोपीदेखि लिएर हरेक कुराहरू चाहिँ यहाँनिर हुन सक्छ। अनि यहाँनिर चाहिँ अब तपाईँलाई चाहिँ होइन अब कस्तो लाग्छ यहाँको जानकारी चाहिँ म तपाईँलाई टोटली दिन्छु। यहाँनिर के हुन्छ भन्ने कुरा चाहिँ बदामहरूदेखि लिएर बदाम पनि हुन्छ, मुसुरी दाल धान होइन सबै कुरा हुन्छ क्या। हाम्रो यो मेहनत चाहिँ गर्नुपर्छ हामी किसान हो। यस्तो दामी छ अहिले यहाँनिर बाँझो यो रोपिरहेछ। यहाँनिर पट्टेल पुग्छ, यो पट्टेल यहाँ तल यो पट्टेलको यहाँनिर चाहिँ यो मासतिर हेर्न सक्नुहुन्छ। यहाँ तलतिर हावा आइरहेको छ, शीतल टाप्न बस्दाखेरि यसो ब्लग बनाइरहेको। तपाईँहरूलाई यदि जग्गा मन पऱ्यो भने चाहिँ तपाईँलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। जग्गाको दाम अलिकति महँगै छ यो ठाउँमा होइन। अब के भन्दाखेरि चाहिँ धेरै नै महँगो छ, सबै कुरा पाइन्छ होइन। त्यही भएर उहाँलाई दुगाइछु। यो चाहिँ मुसुरी दाल यहाँनिर चाहिँ यो चाहिँ कहाँनिर मुसुरी दाल चाहिँ यस्तो फलेको भन्दाखेरि चाहिँ यो भाटे पुलदेखि तलतिर यो एबिसी टप्पुनेर चाहिँ मुसुरीको दाल चाहिँ यसरी फलेको छ। धेर त होइन 3 मुरा जति निस्किन्छ कि भन्ने अनुमान गरिएको छु मैले होइन। यहाँनिर उखाल्न आएका छौँ हामी। हाम्रो बहिनी हुनुहुन्छ, यता हाम्रो मिस हुनुहुन्छ, म चाहिँ यहाँनिर टक्क क्यामेराम्यान मात्रै आएको होइन। यसो उहाँहरू चाहिँ केटालाई हो नि त भनेर होइन यहाँनिर उखाल्न आएको छ हामी चाहिँ। यस्तो दामी छ, फलेको छ टक्कसँगले होइन। अनि यहाँको दृश्यहरू चाहिँ देख्न सक्नुहुन्छ। यस्तो यहाँ माथि डाँडा निस्केर चाहिँ देखिराख्नु भएको छ, यो महिना महिनी डाँडा यहाँनिर हेर्न सक्नुहुन्छ। एबिसी टप्पु, यो एबिसी टप्पुनेर चाहिँ के छ भने जग्गाको चाहिँ अहिले धेरै महँगो छ, भाउ चाहिँ बढेको छ होइन। अनि यो भाउ बढेको कारणले गर्दा चाहिँ तपाईँको यहाँनिर धेर त होइन 6 देखि 10 सम्म मात्रै छ। यहाँ कट्ठाको चाहिँ 6 लाख रुपियाँ कट्ठा, 4 लाख रुपियाँ कट्ठा छ होइन। हेरी छ जग्गा चाहिँ। तर यहाँनिर चाहिँ अब के भन्दाखेरि चाहिँ यहाँनिर सबै पानीको चाहिँ सुविधा धेरै छ। अनि पानीको सुविधाको कारणले यहाँनिर धान मकै गहुँ कोदो तोरी सबै फल्छ। यहाँको जानकारी चाहिँ म तपाईँहरू टोटली दिनेछु। यहाँ यो पनि बारी नै हो, तर चाहिँ यहाँनिर चाहिँ काँस गाडी, यो अलिकति बारी चाहिँ यस्तो छ। यहाँ चाहिँ बारी चाहिँ एकदम राम्रो पाइन्छ, सबै कुरा फल्छ यहाँनिर। तोरीदेखि लिएर होइन सबै कुरा पानीको चाहिँ धेरै सुविधा छ। यो जग्गा चाहिँ मलाई पनि मनपर्छ। यतातिर चाहिँ अलिकति के छ भने यहाँनिर हात्तीसँग चाहिँ फाइट खेल्न सक्नुपर्छ। हात्तीसँग फाइट खेल्यो भने चाहिँ यहाँनिर होइन अब जे कुरा पनि फल्छ क्या तपाईँहरूलाई होइन। यहाँनिर कस्तो लाग्छ भने हेर्न सक्नुहुन्छ यो दृश्य। अहिले यहाँनिर यो मुसुरीको दाल हेर्नु यस्तो दामी छ, यस्तो फलेको छ होइन। हेर्न सक्नुहुन्छ यस्तो राम्रो फलेको छ, यो यस्तो बाक्कुलो फलेको हुन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूलाई होइन। अनि यो दृश्य चाहिँ म तपाईँहरूलाई कहाँसम्मको देखाउने छु भन्ने कुरा चाहिँ देखाउने छु प्रत्यक्ष नै होइन। अनि हेर्नु होला, जस्तो लाग्छ त्यस्तै नै लाइक कमेन्टहरू सेयरहरू पनि गरिदिनु होला मेरो युट्युब च्यानललाई पनि हेर्नु होला।
ब्याकबाट भिडियो लिइरहेको छु। अनि कस्तो छ हौ दाल उखाल्दाखेरिको महसुस कस्तो भइरहेछ भन्न नि। सुन्नु है गाई चाहिँ सुनिहाल्नु भएन। अनि तप्पुको जग्गा चाहिँ कस्तो लाग्छ त नि? एकदम मनपर्छ है। कहिले काहीँ हात्तीसँग चाहिँ फाइट खेल्नुपर्छ होइन? जेडाहरू खाजा बोकेर आउँदै हुनुहुन्छ यहाँनिर खाजा बोकेर आउँदै हुनुहुन्छ हाम्रो मिस हाम्रो पुनु ढक्कसँग। यहाँनिर सामुवा चरिरहेको छ सामुवा हजुर थोरै पर आइयो होइन यो शीतलको चाहिँ एकदम महसुस चाहिँ एकदम राम्रो चाहिँ पिपलको बोट टक्कसँगले पिपलको बोट त होइन परेछ यो सिसाउको बोट टक्कसँगले यहाँनिर यहाँ सामुवा चढ्दैछ माथि त्यो के लोन्काउँदैछ होइन के लोन्काउँदैछ त्यहाँनिर। अनि यो माथि सुगासरी बरु यो माथि महिना महिनी पनि भन्छ त्यो ठाउँमा हेर्नु होला यस्तो दामी छ। तपाईँहरू पनि जग्गा चाहिँ किन्न सक्नुहुन्छ है। गाई छु यहाँनिर जग्गाको चाहिँ एकदम तपाईँको धेर त होइन 1 कट्ठाको 6-7 मात्र भन्नु खेत पनि बन्छ यहाँनिर धानको रोप्ने चाहिँ यसरी हो होइन ढक्कसँगले हेर्न सक्नुहुन्छ। लु यो चाहिँ तपाईँहरूको नयाँ प्राविधिक यहाँनिर चाहिँ मकै चाहिँ खनिँदैछ भने जोटिँदैछ साइकलमा टक्क साइकल यसरी साइकलले चाहिँ मान्छेलाई डोराएपछि यो चाहिँ अहिले जोटिराखेको छ। यहाँनिर चाहिँ गोरु पनि चाहिँदैन होइन। अब टक्कसँगले यहाँनिर यस्तो अलिकति गाह्रो हुन्छ होइन तर पनि यो धेरै राम्रो छ होइन। हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो प्राविधिक चाहिँ होइन हाम्रो चाहिँ एपिसी टप बनेर चाहिँ यस्तो हेर्न सक्नुहुन्छ। बारीहरू पनि धेरै राम्रो छ। मकै यहाँनिर धेरै मकैहरू छ। मकैको चाहिँ यहाँनिर तपाईँको भन्नुपर्दा अहिले धन्नै चलिरहेको छ त्यही भएर हेर्न सक्नुहुन्छ तपाईँहरूलाई जस्तो हेर्नु होला। यो यसरी चाहिँ यो प्राविधिक जमाना छ अहिलेको यो सही हो होइन। अब कतिपयले गोरु पाइँदैन कतिले केही हुँदैन होइन। अब भैँसी गोरु जोट्नुभन्दा चाहिँ यो चाहिँ एउटा प्राविधिक जमाना हो। राम्रो लाग्यो तपाईँहरूलाई कस्तो लाग्छ भन्ने होला हेरेर साथ दिनु होला होइन। अनि यहाँनिर युरिया मल लगाइराख्नु भएको छ देख्न सक्नुहुन्छ ढक्कसँगले हेर्न सक्नुहुन्छ। लु हामीले चाहिँ मुसुरी चाहिँ उखालिसकेको छ। यहाँनिर उखालिसकेको छ मुसुरी चाहिँ। यो मुसुरी दाल उखालेर चाहिँ हामीले सकेका छौँ 2 दिन लागेर होइन। आज चाहिँ हामी 3 जना आएको छौँ यहाँनिर 3 जना आएको छौँ। दाल चाहिँ कोही चाहिँ सुकिरहेको छ यहाँनिर यस्तो यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूलाई। हाम्रो चाहिँ यो मुसुरी दाल चाहिँ यस्तो राम्रो फलेको छ। यो टप्पूमा चाहिँ सबै कुरा फल्छ होइन। यस्तो हेर्नु सक्नुहुन्छ दाल चाहिँ छपक्क फलेको छ होइन। झपक्क बलेको छ यता मासतिर चाहिँ यो बारीहरू चाहिँ बलेको छ। अहिले घाम आइरहेको छ। घाम आएको कारणले गर्दा यहाँनिर टक्कसँग हेर्न सक्नुहुन्छ गाई छु होइन। अनि साथीभाइ तपाईँहरूलाई चाहिँ दाल चाहिँ कस्तो लाग्छ हेर्न सक्नुहुन्छ। यो चाहिँ गाउँमा आधी खाने कुरा गर्दैन
गाई छु खानु पर्यो नि त यहाँ घरको चाहिँ एकदम घर चाहिँ अलिकति पातलो छ भनेर हामी गुलियो खाँदा तिटोमा खान्छ तपाईँहरूको एबिसी टप्पको टक्क मकै अहिले चाहिँ यसरी हेर्न सक्नुहुन्छ यहाँनिर नारिवल पनि रहेछ कहिलेकाहीँ चोरी डकैतीहरू पनि आउँछ यो चाहिँ मास्तिर जाने बाटो रामपुर जाने बाटो हो यो यहाँदेखि पनि जान्छ उताबाट पनि जान्छ यताबाट चाहिँ अलिकति घुम्टी छ राम्रो छ बाटो यो साइडमा हेर्न सक्नुहुन्छ तपाईँहरूले बाटो चाहिँ यस्तो राम्रो छ जग्गाहरू पनि धेरै राम्रो छ बारीको त कुरै नगरौँ यहाँनिर गहुँ मकै सबै हुन्छ होइन अनि यस्तो दामी तरिकाले गाई छ